सो नमस्ते सबैजनालाई सबैजना सन्चै आएर म तपाईँहरूको मगज राइट नाउ म चाहिँ यहाँ गाउँ डाँडाको रेस्टुरेन्टमा छ होइन यहाँ चाहिँ हामीले टक्क कफी सफी खानु पर्ने हुन्छ म यहाँ तपाईँहरूलाई भ्यू देखाइदिन्छु भ्यू त्यस्तो त आएको छैन जस ढुवाइरहेको छ पोखरा दामी देखिन्थ्यो त यहाँ ढुवा आएर है साथीहरू यस्तो छ हामी चाहिँ अहिले त्यहाँ गएर भिडियो गराउँछ फोटोसोटो खिच्छ दामी केटा हो म चाहिँ आराम गरिरहेको छु है टक्क भनेको ठाउँमा ड्याममा ल्याएर यहाँ है आराम गरिरहेको छु तिमीहरूको दाइ केटा हो त्यति बेलासँग टक्क 2 मिनट जस्ट 2 मिनट टाइम निकालेर भिडियोलाई स्किप नगरिकन हेर्नुपर्छ है सो मलाई के भएको थाहै छैन है केटा हो गाउँदेखि आएदेखि चाहिँ धक्क 3-4 दिन कति भयो टाउको दुखेछ के भएको थाहै छैन दिन राति टाउको दुखेछ अझै नि दुखिरहेछ होइन के भएको एउटा डाँडामा भिडियो गराउनु भनेको त्यहाँ चाहिँ डेन्जर ड्राई पिकनिक चलिरहेको रहेछ होइन त्यही भएर गीत बजाएपछि कपिराइट लाग्छ भनेर रेस्टुरेन्टतिर आएर बनाएर हामी आमा चाहिँ दामी ठाउँ छ भिजिट गर्नु होला सरी हो पोखरा सो आजको लागि यति नै अब चाहिँ घर जान्छौँ हामी अनि यहाँ भिडियो सिडियो बनाइसक्यो हामीले गिटार सिटार हानेर पनि फर्स्ट टाइम होइन सो अब चाहिँ घर चलिदिनु पर्ने हुन्छ सो बाइ स्टे ट्युन गाइस सी यू इन द नेक्स्ट एपिसोड